हाई गाइस, आज चाहिँ म तपाईँहरूले देखाउन गइरहेको छु हामीहरूको घरको दाजुले चटनी पिनिरहनु भएको। हेर्न सक्नुहुन्छ हामीहरूको दादाले चाहिँ आज बेलायतीको चटनी बनाइराख्नु भएको छ। बेलायती यानि कि सानो खाले टमाटर, मसिनो खाले टमाटर जुन अहिले खेतबारीमा जताततै झार जङ्गल भएर पलाएर छरपष्ट परेर फलिरहेको छ त्यो बेलायतीको चटनी होइन। अनि हामीहरूको दाइले चाहिँ एकदमै मिठो चटनी बनाउनुहुन्छ। जुनसुकै चटनी बनाए पनि प्रायः जसो हामीहरूको दाइले चाहिँ के को चटनी मिठो बनाउनुहुन्छ भने माछाको पनि मिठो बनाउनुहुन्छ। तर आज चाहिँ बेलायतीको चटनी छ यहाँनिर होइन। अनि अरू बेला चाहिँ खोलाबाट माछा गङ्गटा ल्याउनु भयो भने पनि यसरी नै सिलौटामा पिनेर मजाले बनाउनुहुन्छ। एकदमै मिठो बनाउनुहुन्छ हामीहरूको दाइले चटनी। जुन यो चाहिँ